खण्डमा लिन्छ कि लिइन्न? त्यसैले खण्डलाई जानेपछि लिने कुरा छ? त्यही भएर खण्डलाई जाने पहिला गम्भीर ज्ञानले हेर्नु पर्यो। गम्भीर ज्ञान छैन भने तपाईँ हामी सम्य ज्ञान हुँदैन। सम्य ज्ञानमा धर्म बुझ्न सकिँदैन। धर्म बुझेन भने त फेरि आफ्नै घर जान पर्छ कि पर्दैन? पर्छ। त्यसैले आफ्नो घर जाने कि नजाने? नजान कोसिस गर्ने। कति जाने आफ्नो घर, कति गइराख्ने? कहिले माइतमा पनि मजाले बस्ने हो कि होइन? देवलोक मनुष्यलोक, देवलोकमा दुसरोबाट निर्माण गरेर गएको हुन्छ कि हुन्न? त्यसमा के सुन्नुपर्छ? धर्म सुन्नु, धेरै धर्म सुन्नुहोस्। धर्म मनस्कार गर्नुहोस्। म्यामा भाषाले जान्छ, म्यामाले सुन्नुहोस्। अङ्ग्रेजीमा जान्छ, अङ्ग्रेजी सुन्नुहोस्, केही हुन्न। नेपाली जान्छ, नेपालीले सुन्नुहोस्। खालि पहिला सुरु जान्ने के हो भन्दा बुझ्नु हो। तपाईँलाई यत्रो यो पञ्चखण्डलाई बुझ्नको लागि अनेक प्रकारका उपमा दिन्छ कि दिन्न? भगवानले त यो पञ्चखण्ड जान्नलाई 4 असङ्ख्य 1,00,000 कल्प पार्ने ढाङ गरेर बल्ल जान्नुभयो। गुरु बिना ज्ञान हासिल गर्न त्यति दुखाउँछ। अन्त भगवानले यस्तो हो है भनेर बताइदिएको कुरालाई तपाईँहरूले पस्किदिएको भात खाए जतिकै मात्रै छ। त्यति भात पनि खाइदिन भने त गाँ भयो भ्या होइन त? अहिले त भगवानले यो खण्ड नजान्नको लागि यो खण्ड जान्न पाऊँ भनेर आचरण गरेको दिपेङ्कर भगवानको देखि यता अझ त्यहाँभन्दा अगाडि त कति हो कति समतिंसति पारले सम्वरण दिपेङ्कर भगवान बुद्धदेखि यता लिएर सुमेध ऋषिको पालादेखि सुमेध ऋषिको भवदेखि उहाँले व्याधित मिलेर आचरण गर्नुभएको 4 असङ्ख्य 1,00,000 कल्पसम्म हो। भगवानको त्यो गुणलाई पनि अलिकति न्याय गर्नुपर्छ हामीले पर्छ कि पर्दैन? सबैलाई बुझाउँ भन्ने उद्देश्यले त्यतिखेर यदि म एक्लै छुटकारा हुने भनेर स्वार्थीपना भयो भगवान त्यतिखेर सुमेध ऋषिको पालामा नै ज्ञान पाएर जानुहुन्थ्यो निर्माण तपाईँ हामीले बुझ्ने मौका मिल्थ्यो। आज सब लोकका प्राणीलाई मैले छुटकारा गराउँछु भनेर पुगिसकेको माथिल्लो ज्ञानलाई पनि त्यत्तिकै रोकिदिनु भयो। संसार उपेक्षा ज्ञान त्यत्तिकै रोकिदिनु भयो। अब मैले यहाँदेखि अगाडि हेर्ने निर्माण गरे भने अरूलाई छुटकारा मार्ग गर्न चाहन्न मैले मलाई व्याधि मिलेदेखि अब मैले फेरि सुरुबाट गर्छु भनेर दान पारीमा सुरु गर्नुभएको 4 वर्षमा 1,00,000 पर्छ। त्यो हेर्नुहोस् उहाँको आफ्नो मुखमा परिसकेको गाछलाई पनि नखाइकन फ्याँकिदिएर तपाईँ हामीलाई खिलाउनलाई कोसिस गर्नुभएको अरू कि भगवान बुद्धहरू त्यो भगवानको यस्तो त्यो उपकारलाई पनि तपाईँ हामीले होइन तिर्न नसकिने जान्दिन त जरुरी छ कि छैन? मान्छेले त्यही पनि जान्न सक्दैन। अचम्म गर्छु मैले भने नि हाम्रो आफ्नो नेपाली भगवानलाई हामी नेपालीले अरूलाई चिनाउनु पर्ने। ए हाम्रा कुलु नै हाम्रो गोर्खालीका छोरा हुन् तिमीले यस्तो गर यिनी त हाम्रो असली भगवान हुन् भन्ने जग्गामा अहिले अरूले गएर हाम्रा भगवानलाई के गर्नु परेछ? चिनाइदिनु परेछ कि परेछ? सुल्टो भयो कि उल्टो भयो? सत्तातिर भयो उल्टो उल्टो किन यस्तो भयो? अचम्म गर्छु हो कि विचार गर्नुहोस् त। त्यति यत्रो भन्दै कराउँदै आउँदै भ्रमदै कराउँदै आउँदै यहाँ होइन अरू जग्गा भनेको मन्द गरायो घाँटी सुकायो त्यहाँबाट पानी भुटुक्क पार्दै ए नेपाली भगवान है यो भगवानले दिएको पोसाक हो भन्नु वर्मा धर्म ल कति सजिलै भन्दै फाट्दै वर्मा धर्म के धर्म अरे होइन यिनले वर्मा धर्म भन्ने म अचम्म गर्छु फेरि यिनले वर्मा धर्म भन्ने यी धर्ममा घुसेका व्यक्तिहरूलाई यिनीहरूलाई चाहिँ राम्रो सूची गर्नुपर्छ। त्यस्तो अशुचि शरीर लिएर यसलाई चाहिँ सूची बनाउन गोबरले नुहाउने गोबर दल्ने होइन हामीले गोबरले कहाँ हो र भन्दैछ त गोबरले भन्छन् अरे हामीले त गहतले अरे गहत पनि उत हो कुरा मुख त के भन्छ पाछो घाममा ठुकिए त्यही उतो गोबरले पार्लो हुन्छ कि मुख चाहिँ पानी जस्तो हुन्छ त छ कि छैन? अहिले यिनीहरूले चाहिँ हामीले भन्नु हामीले भन्दैन पचक कस्तो लाग्ने के हो अचम्म गर्छु म होइन हामीलाई कति गरेका छन् तर हामीले चाहिँ आफ्नो नेपाली हो जेसी हो बिचरा हाम्रो पुर्खा यस्तै भएर आए त्यही भएर छापा बसाल्ने छन्। अब यो छापालाई घोटी ताम्रा त्यहाँ घोटेर हटाउँछु भनेर हामीले कोसिस गरेको तिनीहरू जस्तै गरेर सिङ्गुर खेल्ने नि त भइएन समस्या हुन्छ कि हुन्न? शासनको व्यक्ति अहिले यो शासन भनेको म्यामा देशमा शासनका भगवानका छोराहरू भनेका व्यक्तिहरू हात्ती उपमा हो कि हात्तीले सानसाना डाङ्ग्रे सानसाना चराहरू खान आएर ज्यानमा बसेको हात्तीले त
हल्लाइले हुन्छ हुन्छ कि होइन हो कि होइन के त्यसो सुर चलाउनु पर्छ पर्दैन जब अत्याचार हुँदै आउनु त त्यो टाइममा त सुर चलाउने चलाउनु पर्छ कि पर्छ त्यही रूपमा हो कि होइन त्यो भगवानको शासन अब देश नै हेर्नुहोस् बुद्ध धर्मावलम्बी देश एक त हाम्रो नेपालमा पुरा पावर छ भगवानको धर्ममा हाम्रो पावर छ कि छैन भगवानले नराम्रो वचन भनेको जग्गा कहाँ छ कुनै व्यक्ति अक्षय आएर कुनै समयमा आएर हामीसँग डिस्कस गरेर भगवानले यो बताएको ठिक छैन भने अक्षय हामीले फेरि गर्न सकिन्छ भगवानको शब्दहरू एउटा गल्ती भन्ने कुरा अहित भन्ने कुरा एउटा पनि नराम्रो गर पाप गर भन्ने छ तिमीहरू झुकेका छौ तिमीहरू विपलास धर्ममा झुक्काइदिएको छ म मेरो बनाएर झुक्काइदिएछ अशुभलाई पनि शुभ देखाइदिएको छ अनित्यलाई नित्यलाई अनित्यलाई पनि नित्य देखाइदिएको छ दुःखलाई सुख देखाइदिएछ भनेर भगवानले त सही बताउनु भएको भगवानमा गल्ती हुन्छ हुँदैन हो कि होइन तर तिनी कुराहरू नजान्ने भने हाम्रो नेपालीले बुझ्न सक्दैन यति नभने नेपालीले हमेसा यति घुमाए फुनबन्दी घुमेछ घुम्दै आयो अविद्याले अविद्या देशमा फनफनी घुम्यो कि घुमेन हेर्नुहोस् अझै पनि त्यस्तै घुमाउने त अझै पनि के गरिन्छ अनि त्यत्रो भन्दा भन्दा त नेपाली भगवानै नचिनेपछि धर्ममा सर्दा होला अब धर्म सर्दा नबसी धर्म नै जान्दैन भने त्यो व्यक्ति आफ्नो घर सधैँ जानु पर्यो परेन त्यही आफ्नो घरबाट बचाउनको लागि तीखाने गरेर भए पनि हामीले सहेर भए पनि तपाईँ हामी नेपालीलाई बचाउनको लागि दुःख गरे नभए यहाँले हरे गरिदिने पनि टटर मटर पिगला नुहाने हरे गर्ने भोलि परै त यहाँभन्दा 10 डाउन हुन्छ कि हुन्न हुन्छ कि हुन्न तिनीहरू त आफ्नो धर्म हो हाम्रो नेपालीका भगवान नेपालीका छोरा हाम्रा भगवान शिरमा राखेछन् तिनीहरू तिनीहरूले त जे गरेर जति गाली गरे उनीहरू रिसाउने काम छैन हाम्रो नेपालीलाई त अलिकति भन्दा पनि त लाग्छ नि ठुस्स पर्छ नि भने डराइ त्यो कलेक्टले भोट दिन पनि पर्छ त्यहाँ खुन्डी सिजन डराइ अब काँडा बिजेछ भने त त्यो काँडालाई फेरि सुईले फेरि भर्दा पर्छ कि पर्दैन फेरि दुखाउनु पर्छ कि पर्दैन नदुखाइकन निस्किन्छ ए काँडा हुन्थ्यो दुखे मलाई धन दुख्छ भनेर राख्नुहोस् त भोलि आँखो पर्छ कि पर्दैन आँखो पऱ्यो भने त मामुली भयो अब माथि आउन त्यही हो त्यो मामुली हुनुहुन्छ कि भनेर दयाले बचाउनु हो कि होइन हो त्यो दयाकोमा राखेर भनेको कुरालाई तपाईँहरूले राम्रो भित्री भाव राखेर ज्ञान काट्नाले सुनिदिनुहोस् त ओके हुन्छ टाइटे गर्ने बित्तिकै काइटे भइहाल्छ हुन्छ कि होइन होइन त त्यही भएर हेर्नुहोस् खण्डलाई नजान्नको लागि नै तपाईँ हामी अरू भाइको चाहिँ दृष्टि भएको त्यसो तपाईँ हामीको दुःख मात्रै नभइकन अनित्य मात्रै नभइकन तपाईँ हामी साथै अरू चाहिँ अशुभ शरीर हो त्यसो यो अशुभ शरीरमा तपाईँ हामी अभिमान लिने केही छ त्यसो फल्ला मरेको घरबाट म खान निक लाग्छ भन्ने पनि छ त अहिले यहीँ जन्मिँदै मर्दै गरेको तपाईँ हामी हो त क्षणिक मरणलाई हेर्न सिक्नुपर्छ तपाईँ हामी एक भावमा एकपालि मरेको त जोले पनि जान्दछ त्यही पशुले पनि त्यहाँ गाई मरेछ त्यो गाई मरेको जग्गा त्यो गन्धले गाई पनि जान्न चम्मिन्छ त्यो त पशुले पनि जान्दछ एकपालि मरेको हो कि यो अशुभ शरीर हो एकदिन अनित्य चलाइदिन्छ भने त मरिन्छ कि अभिमान लिने कुरा छ खण्डलाई नजान्दा अशुभ नजान्दा अरूमा चढ्छ कि अभिमान चढ्छ अभिमानले चाहिँ मार्ग रोक्छ त्यही हो अभिमान भनेको भने तन्ना माना दिक्षी भन्नुहोस् त तन्ना माना दिक्षी हेर्नुहोस् अरू प्रपञ्च धर्म हो प्रपञ्च भनेको अरू तल झार्ने धर्म हो तर हामीले खण्डलाई नजान्दा नै अभिमान चढ्छ खण्डलाई नजान्दा इच्छा हुन्छ यसैलाई माया गरिन्छ एक कुरो माया यही हो शरीर यसैलाई बुलबुला छ यसैलाई खुला छ यसैलाई पिलाएछ त्यो अरूको तृष्णा हो कि होइन यसैलाई म भनेर लिएको अरूको दृष्टि हो तन्ना माना दृष्टि नै कुशल धर्म कि अकुशल धर्म अकुशल धर्म नै अरूको पाप हो पापले नै कता ल्यान्छ त्यही भएर भन्नु परेको अशुभ हो हजुर होइन त हेर्नुहोस् त भगवानको बालमा सारी पुत्र भन्दैछिका कान्छा भयो रेव त एउटै गएका ए बुद्ध पार्टीले चाहिँ सबै सन्तान मास्ने भयो गरेका छोरी पनि शासनमा गए सबै कुमिनी भए अहिले विचार गर्ने छोराले सबै के भए फौजी भए भ्याइ सन्तान मास्ने भयो ए नानीका बाबु ल केटी खोज बिहा गरिदिन पर्यो 7 वर्षको केटालाई कति वर्षको 7 वर्षका बालुलाई के गरिदिने अरे बिहा गरिदिने
जब बिहा गरिदिने भनेर केटी ठिकठाक दुलै खोजेर ठिकठाक पारे घर गए, पट्यो, ओके भयो, दिन फिक्स गरे, गएर गए, ठक्क राखेर अन्तिममा बिहा कार्यहरू भयो। अब त्यतिखेर ब्राह्मण कुलमा कसरी गर्ने बिहा त्यो त भन्न नसक्नु, तपाईँले गरेर आउनु थाहा छ होइन। अब अन्तिममा त भन्नु पर्यो नि यहाँ। अन्तिम अब जाने बिदा हुने टाइममा चाहिँ अन्तिममा चाहिँ के गर्दै अन्त त्यतिखेर गोडा धुनी भने छैन बाबा छ त छैन। त्यतिखेर भगवान मान्ने पार्टी होइन, सालीपुत्रको आमाले मान्नुहुन्थ्यो त त्यतिखेर अरूका नेपालका मान्छेहरू ब्राह्मण कुलका उपाध्याय बाबा उपाध्याय भने नजिकको गुरु भनेको। हामीले उपाध्याय भने त्यसरी उपाध्याय शब्द उपजे भन्दा उजे भयो होइन। त्यतिखेरको हामी ब्राह्मण कुल मान्नेका सालीपुत्रका पिताहरू माताहरू रूपा साथीहरू बिहा हिसाबले भयो। अन्तिममा के गर्दैछ भन्दा पठनम आदि आकांक्षी गनाउँछ तै ऐकाय दिठ धम्म पस अम्म त्वं तै ऐकाय दिठ धम्म पस तव ऐकाउय चिरम जीव अम्म ए छोरी। पहिला दुलैलाई टिको लागिँदैछ, पहिला चाहिँ आशीर्वाद दिँदैन को लागि छ दुलैलाई टक्क राखे यता 7 वर्षको के अरे दुला यता 7 वर्षको दुलैलाई राखेर पहिला दुलैलाई पुरोहितले पहिला आमा बाउले होइन पहिला चाहिँ पुरोहित लगाएपछि बल्ल आमा बाउ फुपू सासू त्यहाँ के बल्ल आउँछ तिनीहरू पहिला त्यसरी बिहा गर्थे। टक्क लगाएर तव ऐकाय दिठ धम्म पस छोरी अम्म तिमी बसेकी ऐकाय बुढी 120 वर्ष भएकी बुढी आमालाई नजिकबाट हेर त्यो धर्मलाई तिमीले राम्रोसँग हेर तिमी बुढिया जस्तै चिरम जीव अम्म छोरी तिमी 120 वर्ष त्यस्तै बाँच्नु ल भनेर आशीर्वाद दिने। घोडा धुँदैन त्यतिखेर आशीर्वाद दिन्थे के दिन्थे 120 वर्ष कि तिम्रो बुढिया आमा जस्तै 120 वर्ष आइ लामो भएर बस्नु ल। कहिल्यै नसुनेका ती 7 वर्षका रेवतालाई कानमा अनौठो भयो।